तपाईँ पनि फलफुलका बोक्रा फ्याँक्नुहुन्छ? त्यसो भए यो हेर्न जरुरी छ। ड्रागन फ्रुटको बोक्रा कहिल्यै नफ्याँक्नुहोला। यसको बोक्रालाई पानीमा उमाल्नुस्। जब हल्का गुलाबी रङ आउँछ तब बोक्रा निकालिदिनुस्। त्यसपछि 20 ग्राम चिनी र 30 ग्राम सेतो जेली पाउडर हालेर राम्ररी मिक्स गर्नुस्। यसमा ड्रागन फ्रुटको गुदी हाल्नुस्। कन्टेनरमा हालेर चिसो हुन दिनुस्। उत्कृष्ट हेल्दी जेली तयार। सुन्तला सुगन्धको लागि सुन्तलालाई बीचबाट काट्नुस्, भित्रको गुदी निकाल्नुस्, बोक्रामा साना साना प्वाल पार्नुस् अनि त्यसभित्र बलिरहेको कपुर वा धूप राखेर बन्द गरिदिनुस्। घरमा नेचुरल सुगन्धको लागि एकदम पर्फेक्ट। अंगुर, यदि कसैले अंगुरको बोक्रा तासेर खान्छ भने त्यो बोक्रा नफ्याँक्नुहोस्, तिनलाई पानीमा उमाल्नुस्। जब पानी गुलाबी हुन्छ तब बोक्रा निकालिदिनुस्। त्यसपछि 30 ग्राम चिनी र 50 ग्राम जेली पाउडर हाल्नुस्, राम्ररी मिक्स गर्नुस्। अंगुरको गुदी हालेर कन्टेनरमा चिसो हुन राख्नुस्। चिसो भएपछि काटेर खानुस्, मजा आउनेछ। खरबुजा, 1 किलो खरबुजाको बोक्रा काट्नुस्। यसमा थोरै रातो गुदी रहनुपर्छ। त्यसपछि 400 ग्राम चिनी हालेर मिक्स गर्नुस्। माथिबाट क्लिङ फिल्म, प्लास्टिक लगाएर रातभर फ्रिजमा राख्नुस्। बिहान कराईमा ठूलो आगोमा पकाउनुस्। जब पानी सुक्न थाल्छ तब सानो आगोमा बिस्तारै पल्टाइराख्नुस्। माथि चिनीको सेतो पत्र चढ्ने बित्तिकै जबरजस्त खरबुजा क्यान्डी रेडी।